घन्टे अपराधी ग्याङलाई सातो उडाउन केही पनि चाहिँदैन र कोही पनि चाहिँदैन। मात्र युवराज सफलले एउटा स्ट्याटस लेख्यो भने, युवराज सफलले एउटा अन्तर्वार्ता दियो भने घन्टे ग्याङको सातो उड्छ। घन्टे ग्याङको ओठ तालु सुकेर आउँछ। तिमीहरू लाखौं घन्टे अपराधी ग्याङहरूलाई एक्लो युवराज सफलले ठेगान लगाइदिन्छ। तिमीहरू घन्टे अपराधी ग्याङहरूलाई परास्त गर्नको निम्ति युवराज सफलको जन्म भएको हो। तिमीहरूले जति जति युवराज सफलको आलोचना गर्छौ, जति जति युवराज सफलमाथि अश्लील गाली गर्छौ, त्यति घन्टे ग्याङको पतन निश्चित छ। भगवान